जवानी सबै गइसक्यो 30 वर्ष भइसक्यो 30-35 वर्षमा बुढो छान्दा पनि लवङ्ग खाने भने ओइ के काम भने ल भन्नु ओइ हामी केटा छान्नको लागि 30-35-15 से सुरु गरिन्छ त हैन 20 वर्ष लाग्यो छान्ने अनि केटा चाहिँ खतम बजेडी ट्यापे र्यापे झ्यापे भयो भने पैसा नभएको हरेक कुरामा हामीले कम्प्रोमाइज गर्न पर्ने हैन जिन्दगी नै कम्प्रोमाइजै चल्यो भने ओइ त्यो 20 वर्ष हामीले खोजेको के खोज्यो हामीले ल भने त्यो पानीमा गयो कि गएन ल भने कसरी चाहिँ त्यो हामीले एडजस्ट गर्ने भन्न त्यो कुरामा त्यो सकिने हेर भएर बरु तर राम्रो खोज्ने हेर हैन राम्रो खोज्ने अब भाग्यमा पर्छ पर्दैन थाहा छैन तर आफ्नो बेस्ट ओइ 30 कटेछ बिहे गरेपछि नि म त्यो ट्यापे र्यापेसँग गर्दिन म पैसा इनफ भएकैसँग गर्छु अब जेसुकै भन्नु मलाई पैसा मर्यो भने नि ओके म पैसा इनफ भएकोसँग गर्छु मैले भने मान्दिन ए त्यो त नेसेसरी त्यो त क्राइटेरिया भन्दै छु मैले भने मान्नै चाहिन्छ उठ भने बस बस भने मैले पहिले बिहे गर भन्दिन क्या मेरो यो कुरा सबैमा मान्छ भने बिहे गर नत्र नगर त्यसलाई मैले बिहे गर भन्दै भन्दिन नि हैन यो मेरो यो मैले भने त मान्नु पर्छ भने बिहे गर नत्र नगर हैन बिहे गरेपछि उसले पस्ताउन चाहिँ भएन क्या उसले मैले मेरो जिद्दीपना मेरो घमण्डी उसले आमाले खुसी खुसी मान्नु पर्यो क्या मैले 20 वर्ष लगाएर खोजेपछि जबरजस्ती गर्यो होइन नि त उसलाई जबरजस्ती हामी पहिला चाहिँ सोझो बनेर बिहेपछि अचानक घमण्डी ए यो चाहियो त्यो चाहियो भने त होइन नि धान्न सके बिहे गर धान्न सके बिहे नगर